नमस्कार, म चाहिँ हिमालयन लाइफ इन्सुरेन्स रामपुर शाखा प्रमुख म मन्जु नेपाली। हामीले चाहिँ 2 वर्ष अगाडि चाहिँ हाम्रो नरमाया म्याडमको हिमालयन लाइफ इन्सुरेन्समा चाहिँ हामीले वार्षिक 16,000 बुझाउने गरी बिमा गरेका थियौँ। यस बापत हाम्रो पिएबी राइडरबाट पाउने सुविधा अन्तर्गतको उहाँलाई चाहिँ धानको राख्दाखेरि थ्रेसरमा परेर उहाँको चाहिँ टाउकोमा चोट लागेको थियो। हाम्रो इन्सुरेन्समा भएको पिएबी सुविधा अन्तर्गत उहाँलाई हामीले चाहिँ हिमालयन लाइफ इन्सुरेन्स मार्फत उहाँलाई 1 लाख रुपियाँ चाहिँ चोटपटक लागे बापत चाहिँ हामीले आर्थिक राहत चाहिँ उहाँलाई प्रदान गरेका छौँ। हिमालयन लाइफ इन्सुरेन्सलाई चाहिँ हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हिमालय इन्सुरेन्स लाइफमा मैले वार्षिक 15,000 16,000 भर्ने गरेको थिएँ। अहिले मेरो परिवारलाई यस्तो भयो ठिसरमा परेर, अनि त्यसबाट चाहिँ अब 1 लाख रुपियाँ उहाँले सहयोग बिमा गर्नुपर्ने कुराहरू रहेछ। आफूलाई अगाडि गाह्रो पर्दाखेरि सुविधाहरू पाइने रहेछ। 1 लाख रुपियाँ दिनुभयो। झार्दाखेरिमा धानको मेसिन चल्दाखेरिमा एक्सिडेन्ट पर हाम्रो नातिनी बुहारी हुने यहाँ उनलाई हिमालयन इन्सुरेन्सले सहयोग प्रदान गर्नुभएकोमा धन्यवाद छ। र यस्तै गरेर अरूले पनि हिमालयन इन्सुरेन्समा आफ्नो इन्सुरेन्स गर्नलाई आग्रह गर्छ। अहिले हाम्रो 2081 मङ्सिरमा यो धानको थ्रेसर लाउने क्रममा हाम्रो यो रामपुर 1 खटाङ निवासी नै नरमाया श्रेष्ठको चाहिँ थ्रेसरमा परेर एक्सिडेन्ट टाउको चाहिँ अब पुरै कपालसहित गएर एक्सिडेन्ट भएको थियो। त्यसमा अब हिमालयन लाइफ इन्सुरेन्समा उनले बिमा गरेको हो। हाम्रो लगभग गाउँको हाम्रो बुहारी नै भन्नुपर्छ। उनले चाहिँ हिमालयन लाइफ इन्सुरेन्समा बिमा गरेको वार्षिक 16,000 रुपियाँ बुझाउने गरी चाहिँ बिमा गरेकी थिइन् उनले। र हिमालयन लाइफ इन्सुरेन्सबाट औषधि उपचार खर्च स्वरूप 1 लाख रुपियाँ चाहिँ उनले पाइन्। त्यसो हुँदा यो इन्सुरेन्स चाहिँ गर्नुपर्ने कुरा हो। र इन्सुरेन्स गरेर अब एक औषधि उपचार खर्च पनि पाइने, रिस्क गर्ने, अर्को बचत पनि हुने।